हेलो हेलो साथीहरू सबैमा ह्याप्पी मदर्स डे। आज चाहिँ म आमाको मुख हेर्ने दिनमा चाहिँ आमाहरूको थोरै भए पनि मुहारमा मुस्कान ल्याउने कोसिस गर्दैछु। अब मेरो चाहिँ आमा बित्नुभएको धेरै साल भइसक्यो साथीहरू, र पनि अरू आमाहरूलाई पनि आफ्नै आमा सम्झेर चाहिँ म आज आमाहरूलाई थोरै उपहारहरू चाहिँ म प्याक गर्दैछु। बुढाबुढी मिलेर प्याक गर्दैछौँ साथीहरू। फाइनली अब प्याकिङ पनि गरिसक्न लाग्यो बुढाबुढी भएर हैन। अब प्याकिङ पनि भइसक्यो। यसपालिको मेरो मदर्स डे यस्तो भयो साथीहरू। अब हजुरहरूले चाहिँ कसरी मनाउनु भयो है, यो आफ्नो आफ्नो इच्छा विचारको कुरा हो। अब मैले चाहिँ यसरी नै मनाएँ साथीहरू। फाइनली आमाहरूको घर घरमा गएर चाहिँ म थोरै भए पनि मुहारमा मुस्कान ल्याउने कोसिसमा, उहाँ आमा चाहिँ अलिकति अपाङ्ग हुनुहुन्छ है, त्यही भएर पनि अब यसो आफ्नै आमा जस्तो लाग्छ हैन। उहाँहरू सबैजनालाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु। साथसाथै सबै हाम्रो नेपाली आमा बुवा भनेछु सरी, आमाहरूलाई चाहिँ ह्याप्पी मदर्स डे भन्न चाहन्छु। फाइनली गाइज 82 सालको आमाको मुख हेर्ने दिन चाहिँ मेरो यसरी बित्यो हैन। हजुरहरूको चाहिँ कसरी बित्यो होला है, मेरो चाहिँ यसरी बित्यो। साथीहरू कमेन्ट गर्नु होला हेरेर है।